गाउँले जुत्ता लुकाइदिएर अनि भिनाजुसँग यहाँ बार्गेनिङ भइराखेको छ। खोइ त कहाँ पुगो कुरो हारेर भागेर छोड्नु हुँदैन है, डिमान्ड छोड्नु हुँदैन। अनुहार देखिएन त, उताबाट खिचन अनुहारै देखिएन। भयो यो त मैले 15 भने 5 बढ्दैछ। जम्मा एउटा आयो 3 जना र पैसै नअलि पैसै नअलि ब्याङ्कमा काम गर्ने भिनाजुले त 20,000 दिनुहुन्छ, तपाईहरु 15 पैसा राख्ने भिनाजु अहिले ल यो जुत्ता जुत्ता लुकाउने कार्यक्रम र जुत्ता माग्ने कार्यक्रम भइराखेको छ। मिलेको छैन कुरो यहाँ। अब पाठ थपेर माने नानीहरुले हामी 2-3 जना ब्याङ्कर छ, हामी मिसिन चाहियो नि एउटा। कोही छैन नि उताको त। हामी त लिन रेडी छ, लिन हजुर रेडी हुनुहुन्न। मलाई त अघि छिटो गरिदिनु ल हजुरहरूले नि हतार, हामीलाई त हामी त्यहीँ बस्ने हो। तपाईँ पनि साली हो र? ए ए अनि भोलि आउनु न, फेरि फेरि बार्गेनिङ गरौँला। दिनै पछि बढाउँदै जाने हाम्रो त्यो हुँदै छ के हो 15 भइसक्यो। अब भिनाजुले भएन, दिदीले उ गर्नुपर्ने। इज्जत छ नि उहाँहरूको पनि। अब खाली खुट्टा भिनाजुलाई पठाउँछन्, हामी लिएर जान्छौँ। अब त्यसमा मान्छे हुनुहुन्छ, हेरौँ हामी पनि। हुन्छ त्यसो भए इज्जत छ भने हामी पनि पैसा नलिकन जुत्ता लगाइदिन्छौँ।
हामीले पनि त बेहुली यति राम्रो दिएको छौँ त हामीले पनि त बेहुली यति राम्रो दिएको छ हामीलाई पनि पैसा राम्रै दिनु पर्यो नि नानी ल 20 मा डिल भयो ल डिल त्यसो भए 15 पनि भएन भएन 3 वर्ष अगाडि 20 हो नि आजको रेट के भनेर हुँदैन हामीले 15 16 17 पनि सिधै 20 दिएको अब 3 वर्ष अगाडिको रेट हो यो पनि जाला फेरि हो गलरमा के पनि जान सक्छ यो हाल्न नगरेन नि ढिला भइसक्यो के तपाईँ ढिला भयो के हामीलाई प्लेन छुट्टी बेला भयो भइसक्यो अब भयो तपाईहरुकै गार्डियनले भन्नुभयो हामीले त्यो मान्यौ यस्तो ज्ञानी साथीहरुसँग गर्दियौ नि त किन भन त्यति अझै कति वर्ष अगाडि कुरा हो ल भन्दै भन्दै नेगोसिएसन 30 मा हैन 30 मा गर्दै नि 30 मा गर्दियौ न हुन नि त्यतिमा 30 मा गर्दियौ हजुरको पनि होइन मेरो पनि भएन हजुरले भएन हामीलाई भएन 30 गर्नु भन्नु भन्न 30 भन न नडराउ न नि के हुँदैन हामीले बिना हुन्छ ल भन ल फोटो खिचेर ल्याउ 20 भन्दा चाहिँ 20 दियो अब हल्ला नगर्नु अब कुरा नगर्नु अब मार्केट मैले मान्छे सबैले भन्नु भयो 3 वर्ष पछाडि कुरा होइन 30 मा कुरा भयो 30 गर्दिनु के 30 गर्दिनु त्यसपछि उहाँले भन्नुभयो बाटो ढिला भयो कि हामीले अलमल नगरेर प्लेन छुट्यो यार हाम्रो हामीलाई छिटो दम गर्दिनु पर्यो है दम गर्दिनु पर्यो नानी अब ढिडी गर्ने कुरा हैन गर्नु दम गरिसकेको हैन अहिले चाहिँ मा हैन नानी के सर्भिस छैन म दिन्छु अडिसन दिन पर्यो भाइ त्यस्तो नगर न तिमी भन्ने हैन छोड्देऊ न हैन नि मैले हामी पनि यतैको घरबेटी मान्छे हो के बुझ्छु मैले अब छोड्दै नानी फेरि बिमार गर्नु हुँदैन ल हजुर यहाँ आउनु भान्दाले कति हो दम भइसकेको हो के खै भन्दा कति हो उहाँ चाहिँ हजुरहरुतिर हैन हुन्छ ल यसरी नै यो कार्यक्रम समाप्त भयो।